म पुदिनाको अनि टमाटर हालेर पुदिनाको म चटनी बनाउँछु। मैले अलिकति लसुन लिएछु, 4-5 टुक्रा लसुन, 4 काँचो खुर्सानी। अब म पोल्छु टमाटरलाई। यी टमाटर काटेर मैले पोल्दैछु। टमाटर काँचो खुर्सानी पोलाइ भयो। अब म चटनी बनाउँछु। आज म सिलौटामा पिस्छु। मैले पुदिना अनि टमाटर काटेर मैले पोलेको थिएँ, लसुन लिएछु छिलेको, अनि 4 काँचो खुर्सानी मैले पोलेको थिएँ, निमक हालेर म रेडी गरेछु। अब म पिस्छु। म पिस्दैछु। पुदिनाको चटनी पिसेर तयारी भयो। अब म बाटीमा हाल्छु। मैले बनाएको पुदिनाको र टमाटरको चटनी बनेर तयारी भयो। हजुरहरूलाई मैले बनाएको चटनीको रेसिपी राम्रो लाग्यो भने हजुरहरूले पनि यसरी बनाएर खानु होला।